हाम्रो कल्चर के थियो तपाईँको बायोलेटरल रिलेसनमा? मनाएन मुस्तन वो द फर्बिडन एरियाज फर द तपाईँको अमेरिकन इन्डियन्स एन्ड एनी फोरेनर्स। कोही पनि पश्चिमा तपाईँको इन्क्लुडिङ तपाईँ इन्डियालाई त्यो निषेध क्षेत्र थियो त? किन थियो? चाइनाको अनुरोधमा। अर्को कुरो हाम्रो त्यहाँ तपाईँको युरेनियम विभिन्न तपाईँको ऊहरू छ त्यहाँ। के राजाहरू मूर्ख थिए थोरै? त्यहाँ कुनै प्रोभोक हुन सक्ने स्थिति छ अहिले पनि त्यहाँ तपाईँको अहिले पनि तपाईँको टिबेटियन ओरिजिनका चाहिँ धेरै त्यहाँ जनताहरू छन् त्यो उतापट्टि। कुरा बुझ्नुहुन्छ भन्दाखेरि तपाईँले सेक्युरिटी पोलिसी बनाउँदा, तपाईँले डिप्लोमेटिक पोलिसी बनाउँदा, जसरी हामीले कानुन बनाउने बेलामा हामीले के ल हाम्रो ऊहरू हामीले परम्पराबाट मानेर आएको लहरूलाई नै हामी यो गर्छौँ। परम्पराबाट मानेर आएको लहरूलाई जसरी हामी समेटेर देशको कानुन बनाउँछौँ। हाम्रो परराष्ट्र नीतिहरू यो पनि भनेको त्यही नै हो। जति गरे पनि हामी इन्डिया र चाइनाको बिचको ढुङ्गै हौँ, दुईटा ढुङ्गा बिचको एउटा तरुलै हौँ भन्दा हाम्रो परम्पराले जे गरेको थियो त्यसलाई हामीले मान्दै आएर हामीले यो तपाईँको सेक्युरिटी पोलिसी हाम्रो परराष्ट्र नीतिहरू हामीले बनाउनै पर्छ। यो हामीले भत्ताभुङ्ग पार्यौँ।